नमस्ते। आज चाहिँ म होइन मैले अब यो फ़ोन कस्तो भइरहेछ थाहा छैन, तर मलाई एकदम धेरै म अहिले भर्खर बाहिर गएर आएको अनि मलाई एउटा कुरा नभनी बस्न सकिनँ है। अनि म त्यही भएर जसोसुकै होस् म यहाँ बसेर सोफामा बसेर म बोल्छु भनेर भने होइन। हुन त म धेरै भइसक्यो नबोलेको, बोलेर भिडियो बनाएर नहालेको धेरै भइसक्यो। यस्तो कुराहरूमा यस्तो टपिकहरूमा यो भोइस रेज नगरेर चाहिँ धेरै नै भइसक्यो भनौँ न, 5-6 वर्ष भइसक्यो। किन भन्दाखेरि मेरै व्यक्तिगत लाइफमा कति कुराहरू भएको भएर मलाई आफूलाई डिल गर्न, आफ्नै कुराहरू डिल गर्न समय लागिरहेछ। त्यही भएर मैले त्यस्तो केही भिडियोजहरू बनाएर नहालेको धेरै भइसक्यो होइन। बनाउँदिनँ त्यस्तोतिर के गर्दिनँ। तर अहिले मलाई रिसेन्टली चाहिँ के भइरहेछ भन्दाखेरि म नबनाएर बस्न पनि सकिनँ। किन सकिनँ भन्दाखेरि चाहिँ यो 2 दिनदेखि यो सानो छोरीको भिडियो यसरी आइरहेछ, सर्कुलेट भइरहेछ। अनि मलाई एक त त्यो यस्तो डिस्टर्ब भइरहेछ त्यो भिडियोले होइन। त्यो बच्चालाई त्यस्तो गाह्रो भएको देखेर कस्तो गाह्रो भएको छ होइन। कति गाह्रो भयो होला भनेर त्यो आमा बुवालाई कस्तो त्यो कसरी कस्तो गाह्रो भइरहेछ होइन त्यो भिडियोमा। अनि लेखेर राखौँ, के लेखेर राखौँ है। अब यो मैले कसलाई भन्न सक्ने, कसले मेरो कुरा सुन्छ होला जस्तो लाग्ने होइन। लेखेर राखौँ, नलेखिकन यत्तिकै चुप लाएर बस्नु न त भन्दा मन कस्तो गाह्रो भइरहेछ कि होइन। अब कसरी केही आफूले केही गर्दाखेरि हेल्प हुन्छ कि न्याय पाउँछन् कि भन्ने खालको त्यो मनमा भइरहन्छ क्या। त्योभन्दा ठुलो कुरा के भइरहेछ भन्दाखेरि त्यो पेन त मलाई, त्यो आमा बुवालाई जुन पेन छ त्यो त मैले जीवनमा जति नै गरे पनि मैले केही गरेर उहाँहरूको पेन लिन सक्दिनँ होइन। भगवान्सँग प्रार्थना मात्र गर्न सक्छु कि उहाँहरूलाई धैर्य धारण गर्ने क्षमता मिलोस् होइन। त्यो नानीलाई स्वर्गमै बास होस् त्यो नानीको, केही दोष पनि नभए। त्यस्तो साह्रो क्रूर मानव चाहिँ मैले जिन्दगीमा नेपालमा यस्तो पनि छन्। नेपाल त देवभूमि भनेको, यस्तो देशमा यस्तो मान्छेहरू छन् भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ। सायद मैले कल्पना गरे भन्दा धेरै कुराहरू घटनाहरू आइरहेछन् क्या है। पहिलाको घटनाहरू पनि कस्तो गरेको थियो। तर अब हुँदा 3 वर्षको बच्चा, 6 महिनाको बच्चा, 2 महिनाको बच्चा के गरेको नै त्यो हुन्छ नि। एक त यस्तो टाउको दुखिरहेछ मलाई क्या, त्यस्तो भइरहेछ। त्योभन्दा ठुलो कुरा चाहिँ मैले किन भिडियो बनाएको भन्नुहुन्छ भने चाहिँ मैले केही हालेको छैन क्या, फेसबुकमा पनि हालेको छैन, भिडियोमा पनि हालेको छैन। म हेर्छु भिडियो हेरेर आफू के गर्न सक्ने, हेल्पलेस हुन्छ नि, केही गर्न सक्दैन भनेर बाहिरबाट यहाँबाट प्रे गर्यो। अब हुन्छ नि के गर्ने होला जस्तो लाग्यो, नराम्रो लाग्यो, हेल्पलेस फिल भयो, बसेँ है। तर मैले अहिले चाहिँ अति नै भयो क्या एउटा कुरा होइन। किन अति नै भयो भन्दाखेरि किन चाहिँ त्यो बच्चाको भिडियो राख्न थाल्यो क्या मान्छेले। लाइक त्यो बच्चाको घटना भएको भिडियोजहरू, फोटोहरू, त्यो एउटा फोटो छ, पर्टिकुलर एउटा फोटो, त्यो फोटो यसरी सर्कुलेट भइरहेछ होइन। तपाईँहरू जसले पनि देखिरहनु भएको छ, धेरै इन्फ्लुएन्सर, धेरै सब्सक्राइबर भएको इन्फ्लुएन्सर्सहरू, धेरै हुन्छ नि के भन्छ त्यो फलोवर्स भएको मान्छेहरू, तपाईँहरूले किन त्यो बच्चाको त्यसरी फोटो राख्नुभएको छ? तपाईँहरूलाई अलिकति दिमागमा, बुद्धिमा अलिकति दिमाग छ, तपाईँहरूलाई अलिकति थाहा छ त? त्यो मान्छेले अपराधिक क्रियाकलाप गर्ने, अपराध गर्ने मान्छेको फोटो त पुलिसले राख्दाखेरि छोपेर राख्छ होइन। तपाईँहरूले त्यो सानो बच्चाको फोटो त्यो के गर्नुभएको त्यसरी क्या? त्यो के तपाईँहरूले हेल्प गरिरहनु भएको छ हो, मैले माने। हेर्नु मैले भन्दा तपाईँहरूले धेरै हेल्प गरिरहनु भएको छ होला। तपाईँहरूले मभन्दा धेरै तपाईँहरूको मान्छेले कुरा पनि सुन्छन्, तपाईँहरूको भ्युवर्स पनि धेरै हुन्छन्, सबै कुरा मैले माने। तपाईँको फलोवर्स धेरै छ, तपाईँहरूको अल्गोरिदमले तपाईँहरूलाई धेरै मान्छेमा पुग्छ, नेपाल सरकारले पनि तपाईँहरूको भिडियोज हेर्छन् होला, त्यो सबै कुरा मैले माने। त्यो कुरा हो, तपाईँहरूले गर्नुभएको राम्रो होइन। तर तपाईँहरूले त्यो बच्चाको फोटो चाहिँ किन राख्नुभएको? जब कि तपाईँहरूले भन्दा हुन्छ नि लेखेर राख्नुहोस् न। किनभने त्यो फोटो राख्दाखेरि तपाईँहरू, हामीहरू भने कस्तो छ, हामी 1-2 दिन अहिले तात्छौँ क्या, फिडमा आउँछ, हामी तात्छौँ, बुझ्नुभयो? यस्तो भन्ने, यस्तो भयो, त्यसलाई यस्तो भन्छ, कराउँछौँ क्या। अब हामी 1-2 दिनपछि यो कुरा सेलाउँछ, हेर्नु, सेलाइसकेपछि हामी आफ्नो बाटो लाग्छौँ। त्यो आमा बुवाले त्यो भिडियो जतिखेर त्यो छोरीको त्यो फोटो, त्यही फोटो आइगर त्यो आमालाई कस्तो हुन्छ होला भन्नु त, त्यो बुवालाई कस्तो हुन्छ होला क्या। अस्ति भर्खर मैले निर्मला पन्तको आमाको, त्यो निर्मला पन्त बहिनीको आमाको भिडियोज के अरे इन्टरभ्यू हेरेको थिएँ क्या। अनि उहाँले भन्नुभएको थियो क्या, प्लिज मेरो छोरीको फोटो त्यो एउटा पर्टिकुलर एउटा फोटो छ नि, त्यो नराखिदिनुहोस्। तपाईँहरूलाई त के हुँदैन, मलाई कति पेर हुन्छ, न्याय पाएको छ भनेर भन्नुहुन्थ्यो क्या। अनि मलाई त्यहाँबाट कस्तो स्ट्राइक भएको नि त्यो कुराहरू। अनि जब त्यो न्युज, त्यो इन्टरभ्यू नै सर्कुलेट भएको छ, कतिजनाले हेरिसक्नुभयो, अनि अझै पनि तपाईँहरू त्यसरी फोटोहरू राखिदिनुहुन्छ त? तपाईँको बुद्धि नै के भएको त्यस्तो क्या? अब मैले यसरी कुरा गर्दाखेरि यस्तो हुन्छ नि, किन भन्यो तपाईँहरूलाई थाहा नै हुँदैन क्या। मान्छेले भन्छ नि, कोही मान्छे बित्यो भने हामी 13 दिनसम्म त्यो मान्छेको घर जान्छौँ नि होइन, के विचार पुऱ्याउनु जान्छौँ नि त। मान्छेको तपाईँको बुवा यस्तो हुनुभएछ, आमा यस्तो हुनुभएछ, के भएछ, स्वर्गीय हुनुभएछ, श्रद्धाञ्जली भन्दै हामी जान्छौँ नि त होइन। तर हामी 13 दिनपछि जान्छौँ, जाँदैनौँ नि, त्यसपछि उनीहरूलाई फिल हुन्छ अरे कि कस्तो गाह्रो भनेर क्या, हुन्छ नि। त्यही भएर त्यो आमा बुवालाई त अहिले त हामी सबैजनाले बोकेर काखी च्यापेर हिँडिरहेछौँ नि। भोलि हामीले न्याय दिन सक्छौँ सक्दैनौँ हामीलाई थाहा छैन। हामी ट्राई गर्ने हो, हामीले प्रयास गर्ने हो, हामीले
सम्बन्धित ठाउँमा गएर भन्ने हो। तर हामीले त त्यसरी पछि के हुन्छ थाहा छैन त, हामी जिन्दगीभर उहाँलाई साथ दिन सक्दैनौँ नि त होइन। तर हामीले थाहा छ इन्डिरेक्टली पीडा दिइरहेको त्यो भनेको, त्यो बच्चाको फोटो त्यसरी राख्नु भनेको क्या। अपराध गर्ने मान्छेको फोटो चाहिँ कम छ होइन, जसलाई त्यस्तो गाह्रो पर्छ, जसको चाहिँ जिन्दगी त्यस्तो भएको छ। मैले सुधा त्यो बच्चालाई अब कस्तो कुना काप्चामा सुधा देखिरहेको छ क्या त्यस्तो कुराहरूमा क्या। त्यो कुराहरू त आइरहनु है, कतिजना मान्छेहरूलाई तपाईँहरूलाई सही लाग्छ होला त्यसरी राख्नु होइन, मलाई चाहिँ सही लाग्दैन र म जस्तै कतिलाई नलाग्न सक्छ। अनि यो एकदमै तपाईँहरूले अहिले बुझ्नु भएको छैन, यो साइबर सिक्युरिटी, यो हुन्छ नि, यो त साइबर बुलिङ जस्तो हो। यो भनेको एकदम यो सर्कुलेट भएर यो अहिले भनेको सोसल मिडिया यति धेरै छिटो ग्रो भइरहेछ होइन। यो भनेको पछि जिन्दगीभरलाई हुने एउटा हामीले राखेको कुरा, रेकर्ड कुराहरू एक जिन्दगीभरि हुन्छ। मैले अहिले यहाँ बोलेर हजुरलाई यस्तो भनिरहेको छु नि, हो मैले अहिले आवेशमा आएर कति कुराहरू भनिरहेको छु, उसलाई रिसाएर भनिरहेको छु। यो कुरा वान्स मैले सोसल मिडियामा हालेपछि यो जिन्दगीभरि म जति नै कुरा गरौँ होइन, यो कुरा सोसल मिडियामा भइरहेको छ नि त होइन। त्यही भएर मैले भन्न खोजेको चाहिँ बोल्दा र भन्दा विचार गर्नुपर्छ र अर्कालाई कति पछि हानि हुनसक्छ क्या। कति कुराहरू तपाईँले देख्नु भएको छैन, कहिलेकाहीँ रेप सर्भाइभरहरू बहिनीहरूले कहिलेकाहीँ मलाई यस्तो भयो, मलाई फलानुले यस्तो गर्यो, मलाई यसले गर्यो भन्दा हामी सबैजना उफ्री उहाँलाई सपोर्ट गर्छौँ। अनि पछि हेर्नु त कति बहिनीहरूको अहिले कस्तो गाह्रो छ भन्नु त, उनीहरूलाई कस्तो गिल्ट फिल भइरहेछ क्या, किन भनेछु मैले आखिर लास्टमा 1-2 दिनको लागिरहेछ मान्छे हो भन्ने हुन्छ क्या। त्यस्तै गरी हामीले चाहिँ यो एउटा वान अफ द इन्सिडेन्ट हो, सपोर्ट गर्नुपर्छ। कति धेरै अहिले एउटा मिना म्याम भन्ने एकजना हुनुहुन्छ, उहाँको आई थिङ्क पाल्की क्लोदिङ के भन्नुहुन्छ, उहाँले अस्ति एउटा कस्तो राम्रो भिडियो बनाएर त कस्तो मजाले बोलेर उहाँले कति राम्रोसँग भिडियो बनाएर हालिरहनु भएको थियो क्या। हामी आवाज उठाउन जाउँ, माइती घर मण्डलमा जाउँ, सरकारलाई दबाब दिउँ, यसो गरौँ भनिरहनु भएको थियो होइन। तर कति सभ्य तरिकाले भनिरहनु भएको थियो। अनि तपाईँहरू अरूहरू चाहिँ के भएको त्यो साह्रो हालेको छ, फोटो हालेको छ के गरेको त्यस्तो छ क्या मान्छेलाई। यो त टर्चर। तपाईँहरूले हेर्नु यो कुरा चाहिँ गर्दै नगर्नु, यो तपाईँहरूले गरिरहनु भएको कुरा एकदम गलत हो। यसरी बच्चाको फोटो नराख्नु। हेर्नु त जिन्दगीमा सबैजनाको आफ्नो जिन्दगी हुन्छ, के कस्तो हुन्छ भोलिको दिन हामीले केही गर्न सक्ने होइन। त्यसो हुँदाखेरि यो कुरा चाहिँ नगर्नु प्लिज भन्छु। यो फोटो हाल्ने काम नगर्नु, एकदमै नगर्नु। तपाईँहरू बोल्नु, भन्नु, उसको लागि कुरा गर्नु, यदि केही इभिडेन्स छ, यदि केही प्रुफ छ भने हामीसँग छ भनेर भिडियो बनाउनु, नेपाल पुलिसलाई ट्र्याक गर्नु, नेपाल सरकारलाई ट्र्याक गर्नु, गएर आफ्नो इभिडेन्स दिनु, लयरलाई दिनु, लिगल्ली ठाउँमा गएर दिनु। अब हुन्छ नि फर्म बनाएर त्यहाँनिर अपलोड गर्नु, त्यहाँनिर हाल्नु होइन। यसरी छत्ता छुल्ला चाहिँ नबनाउनु क्या तपाईँहरूले है। आइरहनु यो कसले सुन्नुपर्छ, कसले गर्नुपर्छ। अनि आइरहनु यो कतिजनाले सुन्नु चाहिँ हुँदैन, किनभने म त्यस्तो धेरै पपुलर फलोवर्स भएको जम्मै 50वटा फलोवर भएको मान्छे हो म होइन। त्यस्तो धेरै मेरो केही भएको पनि छैन। म यसरी पनि बोल्ने मान्छे पनि होइन। अहिले धेरै अति नै भयो, यो चाहिँ नगर्नु। यो अति जसको पनि यस्तो गरेर देखेर चाहिँ मलाई चाहिँ मन परेन। अरूको घरमा गाह्रो भइरहेछ, हामीलाई रमिता जस्तो गर्नुभयो नि त, भएन नि त होइन। यो चाहिँ राम्रो भएन। हेर्नु मान्छेको आफ्नो परिस्थिति हुन्छ, सपोर्ट गर्नुपर्छ, हामीले बोल्नुपर्छ। हेर्नु त्यो बहिनीको लागि कसरी के गर्नु मिल्छ, मैले पनि कसरी गर्न मिल्छ, के गरेर रिसर्च गरेर हुन्छ कि गर्न पाएँ हुन्थ्यो। तर म त असमर्थ छु, यहाँ टाढाबाट बस्ने भने यसरी हो। कसरी त्यो हत्यारा त्यो गर्ने मान्छेलाई त्यसलाई एकदम धेरै सजाय होस् भन्ने हो। सरकारले आफ्नो एउटा नीति नियम एकदमै स्ट्रङ कानुन लिएर आएर त्यसलाई सजाय होस्, त्यो मान्छेलाई होस्, बाबुआमाले उसको बच्चाको बाबुआमाले न्याय पाउनुहोस्, त्यो नानीले न्याय पाउनु, यति कुरा हो मैले भन्न सक्ने। त्यो नानीलाई मैले के गर्नु, उसलाई मैले फोटो हालेर उसको बारेमा गरेर यहाँ सबै पोस्ट आएर उसको के भयो यो भयो भनेर के काम कसरी हुनु होइन। त्यही भएर एकदम धेरै विचार पुऱ्याइदिनु। कहिलेकाहीँ आफूले बोलेको बोली र आफूले गरेको कार्यहरूले मान्छेको जिन्दगीभरिसम्म पनि उनीहरूलाई गाह्रो भएको हुन्छ। हामीलाई त एकछिनको लागि लाग्छ नि, एकछिन हाल्छौँ, एकछिन बोल्छौँ। तपाईँहरूले पनि आफ्नो इन्टेन्सन राम्रै होला तपाईँहरूले हाल्नुभएको, तर त्यसले कसैलाई जिन्दगीभरिलाई रुवाउन सक्छ। त्यही भएर एकदम विचार गरेर हाल्नु भन्छु। मैले यस्तो रिसाएको, यस्तो आवेशमा आएर बोलेको भएर केही कुराहरू मैले बोल्दाखेरि गल्ती गऱ्यो भने माफ दिनुहोस् होइन। तर प्लिज कहिल्यै पनि सर्भाइभरको कहिल्यै पनि त्यसरी फोटो राख्ने काम बन्द गर्नुहोस्। त्यो आजको नानी छोरीको होस् कि अरू पछि आउने कुरा, प्लिज म हात जोड्छु होइन। म भगवान्लाई एकदम साँच्ची राखेर भन्छु, म हजुरहरूलाई हात जोड्छु, त्यसो चाहिँ नगरिदिनुहोस्। त्यो एकदमै नै नराम्रो हुन्छ, पछि एकदमै टर्चर हुन्छ क्या त्यो फ्यामिलीलाई। आई होप हजुरहरूले बुझ्नुहुन्छ होला। हजुरको राम्रो होस्। ल नमस्कार।